नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु यस युट्युब च्यानल सरल केमिस्ट्रीमा। आज म क्लास 8 को बीई एक्जाम जुन बेसिक लेभल एक्जामिनेसन एक्जाम हुन्छ 2082 को त्यसको लागि चाहिँ केही लङ क्वेशन्सहरुको बारेमा चाहिँ म डिस्कस गर्न गइरहेको छु। फर्स्ट लङ क्वेशन हाम्रो चाहिँ लाइटबाट हुन्छ। लाइटबाट म्याक्सिमम रिपिटेड हुने क्वेशन भनेको चाहिँ अब रे डायग्राम हो र रे डायग्राम जान्नु भन्दा अगाडि केही इम्पोर्टेन्ट टर्म्सहरु जान्नुपर्ने हुन्छ र त्यसको बारेमा म डिस्कस गर्न गइरहेको छु। र अब चाहिँ क्लास स्टार्ट गरौँ है। फर्स्ट अफ अल रे डायग्राम जान्नु भन्दा पहिला अगाडि चाहिँ हामीले के को बारेमा जान्नुपर्छ? मिरर भनेको त्यस्तो चीज हो जसले चाहिँ लाइटलाई रिफ्लेक्ट गरेर इमेज बनाउने काम गर्छ है। अब मिरर आर दो सब्स्टेन्सेस व्हिच हेल्प्स टु क्रिएट इमेज बाइ द रिफ्लेक्सन अफ द लाइट। र मिरर चाहिँ दुईटा टाइपको हुन्छ। एउटा चाहिँ हुन्छ प्लेन मिरर अनि त्यसपछि एउटा हुन्छ प्लेन मिरर, अर्को हुन्छ स्फेरिकल मिरर। प्लेन मिरर भनेको कस्तो भन्दाखेरि एकदम प्लेन शेप हैन, जसको चाहिँ एउटा पार्ट चाहिँ पोलिश्ड हुन्छ भने एउटा पार्ट चाहिँ रिफ्लेक्टिङ सरफेस हुन्छ। जहाँ चाहिँ हामीले कुनै अब्जेक्टहरु चाहिँ राख्यौं भने चाहिँ त्यो चाहिँ के हुन्छ त अब्जेक्टहरुको इमेज बन्ने गर्छ र भर्चुअल इमेज बन्ने गर्छ है। भर्चुअल इमेज बन्ने गर्छ। अब यसको बारेमा चाहिँ हामीले चाहिँ पहिला चाहिँ सानो कक्षाहरुमा चाहिँ पढिसकेका हो। अब चाहिँ स्फेरिकल मिररको बारेमा चाहिँ म बताउन गइरहेको छु। द स्फेरिकल मिरर आर दोज मिरर व्हिच आर मेड अप अफ स्फियर। स्फियर भनेको एउटा स्फियर छ हैन, स्फियरको सेन्ट्रल पोइन्ट छ जसलाई हामीले सेन्टर अफ कर्वेचर सेन्टर भनिन्छ। अनि त्यसपछि यो सेन्टरबाट चाहिँ हामीले यसलाई मिररलाई चाहिँ के गरियो चाहिँ पार्टिसन गरियो है। र मिरर चाहिँ यो स्फेरिकल मिरर चाहिँ टु टाइप्सको हुन्छ। एउटा हुन्छ कन्केभ है, अर्को हुन्छ कन्भेक्स। कन्केभ मिरर भनेको कस्तो मिरर हो भन्दाखेरि चाहिँ यही स्फियरको एउटा कुनै पार्टलाई लिगम, एउटा पार्टलाई यसरी लिगियो भने जसको आउटर साइड चाहिँ पोलिश्ड हुन्छ र इनर साइड चाहिँ के हुन्छ रिफ्लेक्टिङ सरफेस हुन्छ है। आउटर पार्ट पोलिश्ड, इनर पार्ट रिफ्लेक्टिङ सरफेस भयो भने चाहिँ कन्केभ मिरर हो। कन्भेक्स मिरर भनेको फेरि कस्तो हो भन्दाखेरि यसैको अर्को पार्ट लिगम यो मिररको हैन स्फेरिकल मिररमा, जसको चाहिँ इनर पार्ट चाहिँ के हुन्छ पोलिश्ड हुन्छ, जसको इनर पार्ट चाहिँ पोलिश्ड हुन्छ, आउटर पार्ट चाहिँ के हुन्छ रिफ्लेक्टिङ सरफेस हुन्छ है। र कन्केभ मिररको र कन्भेक्स मिररको बारेमा हामीले डिस्क्राइब गरिसकेपछि अब चाहिँ हामी लागौं अरुमा यसको चाहिँ केही इम्पोर्टेन्ट टर्म्सहरु जान्नको लागि है। र इम्पोर्टेन्ट टर्म्स जान्न भन्दा अगाडि चाहिँ सुरुमा चाहिँ म एउटा चाहिँ कन्केभ मिरर बनाउँछु। यो कन्केभ मिरर जसको आउटर साइड चाहिँ पोलिश्ड छ र इनर साइड चाहिँ के छ रिफ्लेक्टिङ सरफेस हो है। र यो कन्केभ मिररको मिड पोइन्टलाई, यो जुन कर्वेचर छ त्यो कर्वेचरको मिड पोइन्टलाई हामीले के भन्छौं पोल भन्छौं। के भन्छौं त पोल भन्छौं, जसलाई हामीले पी ले डिनोट गरिन्छ। र यो भनेको एउटा स्फियरको पार्ट हो हैन, स्फियरको पार्ट हो। स्फियरमा एउटा सेन्टर हुन्छ नि हो, त्यो सेन्टर सँगै लिएको कर्वेचर भएको हुनाले हो यसको जुन सेन्टर छ यसलाई भन्छ सी, जसलाई हामीले सेन्टर अफ कर्वेचर पनि भन्ने गरिन्छ। सेन्टर अफ कर्वेचर, सेन्टर अफ कर्वेचर भनिन्छ। अनि अर्को एउटा चाहिँ द स्ट्रेट लाइन व्हिच पासेस थ्रु द सेन्टर अफ कर्वेचर एन्ड द पोल। सेन्टर अफ कर्वेचर र पोलबाट पास हुने जुन रे छ त्यो रेलाई भन्छ, त्यो लाइनलाई भन्छ प्रिन्सिपल एक्सिस। यो लाइनलाई के भन्छ त प्रिन्सिपल एक्सिस भन्छ, जुन चाहिँ सेन्टर अफ कर्वेचर हुँदै पोलबाट चाहिँ पास हुन्छ। र यो सेन्टर अफ कर्वेचर हामीलाई थाहा छ स्फियरमा सेन्टरदेखि सर्फेस सम्मको डिस्टेन्सलाई हामीले चाहिँ रेडियस भन्ने गरिन्छ हो। त्यस्तै गरेर सेन्टर अफ कर्वेचरदेखि पोल सम्मको डिस्टेन्सलाई पनि हामीले के भनिन्छ रेडियस अफ कर्वेचर भनिन्छ। के भनिन्छ अरे रेडियस अफ कर्वेचर भनिन्छ। अब यही रेडियस अफ कर्वेचरको पनि हामीले मिड पोइन्टलाई लिगम हैन। त्यस्तै मिड पोइन्ट चाहिँ सेन्टर अफ कर्वेचर देखि चाहिँ पोल सम्मको डिस्टेन्सलाई हामीले रेडियस अफ कर्वेचर भनिन्छ। यसको ठ्याक्क
ठ्याक्कै मिड पोइन्टलाई हामीले चाहिँ प्रिन्सिपल फोकस भनिन्छ। के भनिन्छ अगाडि? फोकस भनेर चिनिन्छ है। भने अब यो फोकसदेखि पोलसम्मको डिस्टेन्सलाई हामीले के भनेर चिनिन्छ त? फोकल लेन्थ भनेर चिनिन्छ। के भनेर? फोकल लेन्थ भनेर चिनिन्छ। यो त भयो इम्पोर्टेन्ट टर्म्सहरू। अब यो इम्पोर्टेन्ट टर्मसँगै अब चाहिँ मैले तपाईहरुलाई केही चाहिँ रुल्सहरू चाहिँ है, यो जुन चाहिँ हामीलाई चाहिँ रे डायग्राम बनाउनको लागि चाहिँ के इम्पोर्टेन्ट छ? रिफ्लेक्सन अफ लाइट चाहिँ इम्पोर्टेन्ट छ। के छ? रिफ्लेक्सन अफ लाइट चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। त रिफ्लेक्सन अफ लाइट जान्नुभन्दा पहिला अगाडि हामीले रुल्स जान्नु पर्यो। अब यो हेरौँ, एउटा चाहिँ कन्केभ मिरर हो या कन्भेक्स मिरर जेसुकै होस्, एउटा चाहिँ के हुन्छ यसको चाहिँ प्रिन्सिपल फोकस प्रिन्सिपल एक्सिस हुन्छ, अनि त्यसपछि सेन्टर अफ कर्वेचर हुन्छ, अनि त्यसपछि प्रिन्सिपल फोकस हुन्छ। यो भनेको फोकस हो। अब फर्स्ट रुलले के भन्छ भन्दाखेरि कुनै एउटा रे चाहिँ प्रिन्सिपल एक्सिससँग, प्रिन्सिपल एक्सिस भन्ने थाहा छ के हो? प्रिन्सिपल एक्सिस भनेको यो लाइन हो, यसलाई भन्छ प्रिन्सिपल एक्सिस है। कुनै रे चाहिँ प्रिन्सिपल एक्सिससँग प्यारलल भएर गएको छ भने आफ्टर रिफ्लेक्सन इट विल पास थ्रु फोकस। रिफ्लेक्सन पछि यो कहाँबाट पास हुन्छ? फोकसबाट पास हुन्छ। यो हाम्रो फर्स्ट रुल हो। इफ द रे अफ द लाइट passes parallel to the principal axis after reflection it will pass through focus। कुनै रे प्रिन्सिपल एक्सिससँग प्यारलल भएर गयो भने रिफ्लेक्सन पछि फोकस भएर यो चाहिँ के हुन्छ? रिटर्न हुन्छ है। अब सेकेन्ड रुलले चाहिँ के भन्छ त? सेकेन्ड रुलले भन्छ यो एउटा कन्केभ मिरर हो, प्रिन्सिपल एक्सिस हो, यो सेन्टर अफ कर्वेचर हो, यो फोकस हो। यदि कुनै रे है, कुनै रे फोकसबाट पास गर्छ, के गर्छ गरे? फोकसबाट पास गर्छ भने आफ्टर रिफ्लेक्सन इट विल रिटर्न प्यारलल टु द प्रिन्सिपल एक्सिस। यदि फोकसबाट पास गर्छ भने रिफ्लेक्सन पछि के हुन्छ? प्यारलल टु द प्रिन्सिपल एक्सिस। प्रिन्सिपल एक्सिससँग प्यारलल भएर यो पास हुन्छ। कुनै रे फोकसबाट जान्छ र प्रिन्सिपल एक्सिससँग प्यारलल भएर रिटर्न हुन्छ। जस्ट रुल नम्बर 1 and 2 आर अपोजिट है। अब थर्ड रुलले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ कन्केभ मिरर छ, प्रिन्सिपल एक्सिस छ, फोकस छ, त्यसपछि सेन्टर अफ कर्वेचर छ। यदि इफ अ रे passes through center of curvature, okay, if the ray passes through center of curvature after reflection it will passes along the same point है। र चाहिँ यो C बाट है, सेन्टर अफ कर्वेचर बाट चाहिँ यो यसरी पास भएर गएको छ भने फर्किदा पनि त्यही बाटो भएरै आउँछ। इट विल कम along the same path, सेम पाथबाट यो चाहिँ के हुन्छ? रिटर्न हुन्छ है। यो चाहिँ थर्ड रुल हो। अब अर्को पनि एउटा रुल छ, फोर्थ रुल, जुन हामीले चाहिँ खासै युज गर्दैनौँ तर पनि रुल चाहिँ अब पढ्नै पर्यो हैन। अब यो चाहिँ एउटा प्रिन्सिपल एक्सिस हो, अनि यो हाम्रो पोल हो अनि त्यसपछि चाहिँ यदि कुनै रे पोलमा गएर इन्सिडेन्ट हुन्छ, कुनै रे पोलमा गएर इन्सिडेन्ट हुन्छ भने यसले इन्सिडेन्ट एंगल आई त बनाउँछ, हो कि हैन? अब रिटर्न हुँदा पनि के गर्छ यसले? रिफ्लेक्सन अफ एंगल अफ रिफ्लेक्सन एंगल आर बनाएर के हुन्छ? रिटर्न हुन्छ। अनि हामीलाई थाहा छ, हामीले चाहिँ सानो क्लासमा पढेको रिफ्लेक्सनमा के हुन्छ भन्दा एंगल आई इज इक्वल टु एंगल आर, र एंगल आई उले चाहिँ प्रिन्सिपल एक्सिससँग जति डिग्रीको एंगल बनाएर चाहिँ पोलमा इन्सिडेन्ट हुन्छ त्यति नै डिग्रीको एंगल बनाएर यो चाहिँ के हुन्छ त? रिटर्न हुन्छ। यो चाहिँ हाम्रो चाहिँ रुल्सहरू रहेको थियो। अब यसपछि मैले चाहिँ रे डायग्राम सिकाउँदैछु, कृपया ध्यान दिएर हेर्नु होला है। तपाईहरुलाई सजिलो पनि हुन्छ यो गरिसकेपछि, खासै गाह्रो चाहिँ हुँदैन। सम इम्पोर्टेन्ट रुल भइसक्यो। अब त्यसपछि चाहिँ सम इम्पोर्टेन्ट क्वेसन भनौँ। अब एउटा चाहिँ मैले चाहिँ एउटा क्वेसन दिएँ है त, एउटा क्वेसन दिएँ। यो एउटा कन्केभ मिरर हो, यो के हो? कन्केभ मिरर हो। यो भनेको प्रिन्सिपल एक्सिस हो, एउटा सेन्टर अफ कर्वेचर हो, एउटा फोकस हो। अब यो सेन्टर अफ कर्वेचर भन्दा जुन अगाडि छ, यदि हामीले यहाँ अब्जेक्टलाई राखियो भने हैन, अब्जेक्टलाई राखियो भने यसलाई के भनिन्छ त? अब्जेक्ट, व्हेन अब्जेक्ट
is placed beyond C हैन C को beyond मा चाहिँ हामीले के राखियो त अब्जेक्ट राखियो हैन यो जुन हामीले एरो हेड दिएर बनाएको छौं यो चाहिँ के हो अब्जेक्ट हो अब्जेक्टलाई नाम दिम एउटालाई माथिको एरो हेडलाई A दिम जुन प्रिन्सिपल एक्सिस सँग अट्याच भछ यसलाई B दिम हो अब चाहिँ क्वेशन कस्तो सोध्न सक्छ भन्दा व्हाट टाइप अफ मिरर इज दिस व्हाट टाइप अफ मिरर इज दिस कस्तो टाइपको मिरर हो त भनेर सोध्छ यो कस्तो टाइपको मिरर हो भन्दाखेरि यो कन्केभ मिरर हो कस्तो मिरर हो कन्केभ मिरर हो मैले अघि नै भनिसकेको छु हैन यो आउटर सरफेस चाहिँ पोलिश छ हैन रङ दलिएको छ भने इनर सरफेस चाहिँ के हो त रिफ्लेक्टिभ सरफेस हो अथवा surface of reflection हो that's why it is a concave mirror second question के सोध्न सक्छ भन्दाखेरि why this mirror is converging mirror why this mirror is converging mirror यो मिररलाई किन कन्भर्जिङ मिरर भनिन्छ त यो मिररलाई कन्भर्जिङ मिरर किन भनिन्छ किन भन्दाखेरि यो एउटा चाहिँ कन्केभ मिरर हो है अनि यो कन्केभ मिररमा जति पनि रेजहरु इन्सिडेन्ट हुन आउँछ त्यो रे आफ्टर रिफ्लेक्सन कम्स टु मीट एट अ सेम पोइन्ट सबै रेहरु रिफ्लेक्सन पछि के हुन्छ एउटै पोइन्टमा गएर मिट हुन्छ भनेको अल द रे आर गेटिङ कन्भर्जेस रेहरु के भयो त कन्भर्ज भयो है that's why this mirror is called converging mirror the answer is all the ray comes to meet at a same point after reflection in this mirror that's why this mirror is known as converging mirror all the rays are getting converges अब थर्ड मा सोध्न सक्छ कम्प्लिट रे डायग्राम भनेर सोध्छ है कम्प्लिट रे डायग्राम भनेर सोध्न सक्छ अब यो रे डायग्राम कम्प्लिट गर्नको लागि हामीलाई चाहिँ अघिको रुल्सहरु चाहिँ फलो गर्नुपर्छ फर्स्ट रुल के थियो प्रिन्सिपल एक्सिस सँग प्यारलल गएको लाइट हैन के हुन्छ प्यारलल प्रिन्सिपल एक्सिस सँग प्यारलल गएको रे आफ्टर रिफ्लेक्सन इट कम्स थ्रू अर इट रिटर्न्स थ्रू फोकस हैन प्यारलल भएर प्रिन्सिपल एक्सिस सँग गएको जुन इन्सिडेन्ट रे छ त्यो चाहिँ रिफ्लेक्सन हुँदाखेरि कहाँबाट रिफ्लेक्सन हुन्छ भन्दा फोकसबाट पास गर्छ है रिफ्लेक्सन भएर फोकसबाट पास गर्छ त्यही रुल हामीले एप्लाई गरौँ फर्स्ट यो एरो हेडबाट हामीले रे बनाम प्यारलल है द एरो हेड फ्रम द एरो हेड द रे इज प्यारलल टु द प्रिन्सिपल एक्सिस अब रिफ्लेक्सन पछि कहाँ जान्छ रिफ्लेक्सन पछि यो फोकस हुँदै आउँछ कहाँ आउँछ त फोकस हुँदै आउँछ ठीक छ यो फर्स्ट रुल हामीले एप्लाई गरिसकियो अब हामीले सेकेन्ड रुल एप्लाई गरौँ सेकेन्ड रुलले के भन्छ त भन्दाखेरि चाहिँ कन्केभ मिररमा यदि कुनै रे फोकसबाट पास गरेको छ भने हैन द इन्सिडेन्ट रे व्हिच passes through the focus after reflection it moves parallel to the principal axis or it returns parallel to the principal axis भनेको कुनै रे फोकसबाट पास गरेको छ भने हैन फोकसबाट पास गरेको छ भने रिफ्लेक्सन पछि चाहिँ के हुन्छ रिफ्लेक्सन पछि यो प्रिन्सिपल एक्सिस सँग प्यारलल भएर रिटर्न हुन्छ ल त्यही गरौँ पहिला चाहिँ कुनै एउटाले यही पोइन्टबाट यही एरो हेडबाट अब रे चाहिँ फोकस हुँदै पास गराउँ है अब फोकस हुँदै पास गराइसकेपछि रिटर्न हुँदा कहाँबाट रिटर्न हुन्छ त रिटर्न हुँदाखेरि चाहिँ यसरी चाहिँ प्यारलल भएर रिटर्न हुन्छ प्रिन्सिपल एक्सिसमा प्यारलल भएर रिटर्न हुन्छ र यो दुईटा पोइन्ट हेर त यहाँ दुईटा रे कहाँबाट निस्केको छ एरो हेडबाट निस्केको छ र यो रिफ्लेक्टेड रेहरु कहाँ इन्टरसेक्सन भएको छ हो यहाँनिर इन्टरसेक्सन भएको छ भने जहाँबाट जुन पोइन्टबाट हामीले दुईटा रे निस्कियो त्यहाँ एरो हेड छ अनि त्यसपछि रिफ्लेक्टेड रेहरु जहाँ इन्टरसेक्सन भएको छ त्यहाँ हामीले एरो हेड बनाउनु पर्ने हुन्छ ठीक छ अब त्यसपछि त्यो एरो हेड सँग जोडिएको जुन अब्जेक्ट छ त्यो प्रिन्सिपल एक्सिस सँग अट्याच छ के छ गरे
प्रिन्सिपल एक्सिससँग एट्याच छ। हामीले यहाँ देख्न सक्छौँ यो प्रिन्सिपल एक्सिससँग एट्याच छ भने यो रेलाई हामीले के गर्न सकिन्छ, यो रेलाई पनि हामीले प्रिन्सिपल एक्सिससँग एट्याच गर्न सकिन्छ है। अब यसलाई हामीले एरो हेडलाई ए पोइन्ट दियौँ भने इमेजमा हामीले यसलाई दियौँ ए ड्यास। अब यो पोइन्टलाई हामीले बी पोइन्ट दियौँ भने यसलाई हामीले भन्न सकिन्छ बी ड्यास। यसरी हामीले रे डायग्राम कम्प्लिट गर्न सकिन्छ है। खासै गाह्रो छैन, अलिकति प्र्याक्टिस गर्ने हो भने चाहिँ सजिलो पनि छ। अनि अर्को फोर्थ क्वेसन चाहिँ के दिन सक्छ भन्दा राइट टु नेचर अफ द इमेज। यो इमेजको दुईटा नेचर लेख्नुहोस्। नेचर, क्यारेक्टरिस्टिक्स, फिचर्स सबै एउटै कुरा हो है। यो राइट नेचर अफ द इमेज, यो इमेजको नेचर लेख्नु पर्यो। अब नेचर हेर्नुहोस् यहाँ, नेचर कस्तो नेचरको इमेज हो भन्दाखेरि यो इमेज चाहिँ मिरर भन्दा अगाडि बनेको छ कि पछाडि बनेको छ? अफकोर्स यो अगाडि बनेको छ है मिररको, किनकि रिफ्लेक्टिङ सर्फेस भित्रको हो र त्यो रिफ्लेक्टिङ सर्फेस भन्दा अगाडि छ भनेपछि मिररको अगाडि बनेको छ। सो दिस इमेज इज रियल इमेज। वाट टाइप अफ इमेज इज दिस? रियल इमेज। अनि हामीले चाहिँ अब्जेक्टलाई देख्न सकिन्छ यो चाहिँ माथि अपवर्ड डिरेक्सनमा फेस गरेछ भने इमेजले डाउनवर्ड डिरेक्सनमा फेस गरेछ। यो दुईटा चाहिँ के छ? इन्भर्ट छ कि छैन? Oh, that is why the image is inverted. The image is inverted. The image is inverted. है त्यसै गरी अर्को चाहिँ के भन्न सकिन्छ? The object is bigger and the image is smaller. है अब्जेक्ट चाहिँ ठुलो छ तर इमेज चाहिँ के छ? सानो छ। त्यही भएर हामीले यो इमेजलाई कस्तो इमेज भन्न सकिन्छ त? यो इमेजलाई भन्न सकिन्छ हामीले डिमिनिस्ड इमेज। कस्तो? डिमिनिस्ड। यदि ठुलो भएको भए म्याग्निफाइड भनिन्थ्यो, अझै धेरै ठुलो भएको भए हाइली म्याग्निफाइड भनिन्थ्यो हैन। यदि यो भन्दा अझै सानो भएको भए हामीले हाइली डिमिनिस्ड भनिन्थ्यो, तर चाहिँ यो चाहिँ के छ? हल्का मात्रै घटेको छ, त्यसले गर्दा यसलाई हामीले डिमिनिस्ड लेख्यो। यो नेचर हो। अब कहिलेकाहीँ पोजिसन अफ द इमेज भनेर पनि सोध्छ। पोजिसन ल हेर त, अब्जेक्ट हामीले बियोन्ड सी राखेको छौँ, इमेज चाहिँ कहाँ बनेको छ? सी र एफ को बीचमा बनेको छ कि छैन? त्यसैले अब्जेक्ट इमेज इज फर्म्ड बिट्विन सी एन्ड एफ। सी र एफ को बीचमा चाहिँ यसको के बनेको छ? इमेज बनेको छ। यसरी हामीले रे डायग्राम कम्प्लिट गर्न सकिन्छ है। र रे डायग्राम पछि म एउटा चाहिँ म्याटरको क्वेसन चाहिँ तपाईहरुलाई सिकाउन गइरहेको छु। ल म्याटरको क्वेसन चाहिँ म तपाईहरुलाई सिकाउँछु है त। यो म्याटरको क्वेसन कसरी सल्भ गर्ने म भन्छु। अब एउटा म्याटर रिलेसनको एउटा क्वेसन छ। म्याटर है, त्यो म्याटर रिलेसनको एउटा चाहिँ लङ क्वेसनमा आउने म्याक्सिमम टाइम्स रिपिटेड क्वेसन भनेको एउटा यस्तो प्याटर्नको क्वेसन छ है। यसलाई चाहिँ ध्यान दिएर हेर्नु होला। यो ए, यो बी, यो सी। जस्तै एउटामा भयो 2881 287 288। ल यस्तो खालको चाहिँ के दियो? यस्तो खालको एउटा टेबल दियो है। अब यो एबीसी भनेको चाहिँ एलिमेन्ट हो। अनि त्यसपछि यो भनेको चाहिँ 2881 भनेको इलेक्ट्रोनिक कन्फिगरेसन। इलेक्ट्रोनिक कन्फिगरेसन हो है। अब यो इलेक्ट्रोनिक कन्फिगरेसन भनेको एउटा एटम हुन्छ, एटमको न्युक्लियसको बाहिर सेलहरू हुन्छ, कुन कुन सेलमा कति कतिवटा इलेक्ट्रोन छ भनेर चाहिँ, अनि त्यसपछि कति कतिवटा इलेक्ट्रोन छ भनेर चाहिँ यो हामीले चाहिँ हो यो टेबलबाट पनि हामीले डिनोट गर्न सकिन्छ। ल अब है त योबाट चाहिँ एउटा पहिलो प्रश्न सोध्न सक्छ के भन्दाखेरि चाहिँ नेम ए बी एन्ड सी भनेर सोध्न सक्छ। यसको नाम लेख्नु पर्यो। नाम कसरी लेख्ने? भित्र भएको त इलेक्ट्रोनहरू हो। अब कुन सेलमा कतिवटा इलेक्ट्रोन? फर्स्ट सेलमा, दुईटा इलेक्ट्रोन सेकेन्ड सेलमा।
8वटा थर्ड सेलमा 8वटा अनि फोर्थ सेलमा चाहिँ एउटा इलेक्ट्रोन रहेको छ भनेको के सेल एल सेल एम सेल एन सेलमा यसरी चाहिँ इलेक्ट्रोनहरु डिस्ट्रिब्युसन भएको छ त्यस्तै गरेर के एल एम मा डिस्ट्रिब्युसन भएको छ के एल एम मा डिस्ट्रिब्युसन भएको छ है फर्स्ट सेल सेकेन्ड सेल र थर्ड सेलहरु अब यो त सबै इलेक्ट्रोनहरु हो सेलमा हुने के हो सेलमा हुने त इलेक्ट्रोन हो र इलेक्ट्रोनलाई अब चाहिँ हामीले चाहिँ काउन्ट गरौँ 2881 यो कतिवटा 19 नम्बर अफ इलेक्ट्रोन सेकेन्डमा के छ 17 नम्बर अफ इलेक्ट्रोन थर्डमा के छ 18 नम्बर अफ इलेक्ट्रोन यसरी चाहिँ इलेक्ट्रोनहरु काउन्ट गरियो एन्ड वी नो द नम्बर अफ इलेक्ट्रोन इज इक्वल टु नम्बर अफ प्रोटोन इलेक्ट्रोन बराबर प्रोटोन हुन्छ र प्रोटोन भनेको के हो त इलेक्ट्रोन र प्रोटोन भनेको एटोमिक नम्बर हो र एटोमिक नम्बर अनुसार हामीले चाहिँ एलिमेन्टहरु काउन्ट गर्दा हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन नियोन सोडियम म्याग्नेसियम अल्मुनियम सिलिकन फोस्फरस सल्फर क्लोरिन आर्गन पोटासियम क्याल्सियम यसरी चाहिँ हामीले चाहिँ 20 एलिमेन्ट सम्म यसरी काउन्ट गरियो भने 19 नम्बरको एलिमेन्ट चाहिँ के हो त 19 नम्बरको एलिमेन्ट हो पोटासियम हैन 19 नम्बरको एलिमेन्ट के हुन्छ त पोटासियम हुन्छ है र यो पोटासियम भइसकेपछि 17 नम्बरको एटम चाहिँ के एलिमेन्ट के हुन्छ त क्लोरिन हुन्छ के हुन्छ क्लोरिन हुन्छ अनि 18 नम्बरको के हुन्छ आर्गन हुन्छ सिम्बोलिकली पनि हामीले लेख्न सकिन्छ पोटासियम भनेको के क्लोरिन भनेको Cl आर्गन भनेको Ar यसरी चाहिँ हामीले इलेक्ट्रो क्यारियो एलिमेन्ट्सहरु चिनियो अब सेकेन्डमा चाहिँ के सोध्न सक्छ भन्दाखेरि हैन राइट ग्रुप एन्ड पेरियड अफ एबीसी यसरी एबीसी राख्न सकिन्छ है एबीसी अब है ग्रुप र पेरियड एबीसी को ग्रुप र पेरियड हामीले चाहिँ के गर्न सकिन्छ छुट्याउन सकिन्छ कसरी ग्रुप र पेरियड भनेको के हो पहिला जान्नु पर्यो यो एउटा पेरियोडिक टेबल हो जस्ट सपोज हैन सबै बनाउन नसके पनि यो एउटा पेरियोडिक टेबल हो र पेरियोडिक टेबलको यो जुन भर्टिकल अरेन्जमेन्ट छ यसलाई भर्टिकल अरेन्जमेन्टलाई भन्छ ग्रुप अनि होरिजोन्टल अरेन्जमेन्ट जुन छ होरिजोन्टल अरेन्जमेन्टलाई भन्छ पेरियड र यो पेरियड के कुराले डिटरमाइन गर्छ भन्दाखेरि यो नम्बर अफ इलेक्ट्रोन प्रेजेन्ट इन आउटर मोस्ट अर्बिट आउटर मोस्ट अर्बिटमा कतिवटा इलेक्ट्रोन छ त्यसले चाहिँ ग्रुपलाई डिटरमाइन गर्छ भनेपछि पेरियड केले डिटरमाइन गर्छ भन्दाखेरि नम्बर अफ सेल्स अर अर्बिट कुनै पनि एलिमेन्टमा कुनै पनि एलिमेन्टको एटममा कतिवटा अर्बिटहरु रहेका छन् कतिवटा सेलहरु रहेका छन् त्यसलाई चाहिँ हामीले के भनिन्छ पेरियड भनिन्छ अर्बिट वा सेल भनेको यो हामीले जुन यो बीचको न्यूक्लियस भयो न्यूक्लियसको बाहिरपट्टि यो जुन रिङहरु देखेको छौं यसलाई हामीले भन्छौं अर्बिट है यस्तो अर्बिटहरु कतिवटा छ जस्तै यहाँ कतिवटा एउटा दुईटा तीनटा चारवटा अर्बिट छ नि हो त्यस्तोलाई चाहिँ के भनिन्छ यो नम्बर अफ सेल वा अर्बिटले चाहिँ पेरियडलाई डिटरमाइन गर्छ ल ग्रुप र पेरियड लेखौं है त अब 2881 ल ए मा हेर 2881 यसको इलेक्ट्रोनिक कन्फिगरेसन अब 2881 हो भने आउटर मोस्ट इलेक्ट्रोन हेर त यो के सेल यल सेल यम सेल यन सेल भनेको यन सेल जुन लास्टको सेल छ कतिवटा इलेक्ट्रोन छ एउटा इलेक्ट्रोन छ भने यसको ग्रुप के हुन्छ त फर्स्ट ए हुन्छ के हुन्छ फर्स्ट ए है अब त्यस्तै गरेर बी को चाहिँ के छ 287 आउटर मोस्ट इलेक्ट्रोन कति 7 भनेपछि यसको ग्रुप हुन्छ 7a यसको ग्रुप कति हुन्छ 7a अब सी नम्बरमा हेरौं सी नम्बरमा 288 भनेको लास्टमा इलेक्ट्रोन कति छ त 8 वटा त्यही भएर यसलाई 8a भनेर हामीले चाहिँ नेम गर्न सकिन्छ ठीक छ अथवा 8th ग्रुप भनेर चाहिँ हामीले भन्न सकियो अब चाहिँ अर्को छ पेरियड चाहिँ नम्बर अफ सेलले डिटरमाइन गर्ने हो अब फर्स्ट ए मा हेर
के सेल, यल सेल, यम सेल, यन सेल भनेपछि पिरियड कति छ? यसको पिरियड छ 4th पिरियड। त्यस्तै गरेर यहाँ के सेल, यम सेल, यन सेल, के सेल, एल सेल अनि यम सेल तीनटा सेल अथवा अर्बिट छ। यसको चाहिँ पिरियड हुन्छ 3rd पिरियड। अनि सी को छ एउटा दुईटा तीनटा, यसको पनि हुन्छ 3rd पिरियड। यसरी हामीले ग्रुप र पिरियडलाई चाहिँ डिटरमाइन गर्न सकिन्छ। के गर्न सकिन्छ? डिटरमाइन गर्न सकिन्छ। यो गाह्रो छैन। अब 3rd क्वेशन चाहिँ के सोध्न सक्छ भन्दाखेरि हैन, 3rd क्वेशन चाहिँ के सोध्न सक्छ? 3rd क्वेशन सोध्न सक्छ अलि राइट valency of ABC। ABC को valency लेख्नुहोस् भनेर भन्यो। Valency means the combining capacity, okay, the combining capacity of an element। कुनै पनि एलिमेन्ट केमिकल रिएक्सन मा पार्ट लिँदाखेरि त्यसको आउटर मोस्ट इलेक्ट्रोन कति छ त्यो जान्ने हैन। यदि यो मेटल हो भने चाहिँ यसले इलेक्ट्रोन लुज गर्छ हैन। यदि चाहिँ नन मेटल हो भने चाहिँ यसले के गर्छ त? नन मेटलले इलेक्ट्रोन गेन गर्छ। र यो केमिकल रिएक्सनमा जाँदाखेरि कतिवटा इलेक्ट्रोन लुज गर्यो या कतिवटा इलेक्ट्रोन गेन गर्यो त्यसलाई हामीले चाहिँ के भनिन्छ? भ्यालेन्सी भनिन्छ। यसलाई के भनिन्छ गरे? भ्यालेन्सी भनिन्छ है। र यो भ्यालेन्सी पत्ता लगाउनको लागि आउटर मोस्ट इलेक्ट्रोन हेर, अब तिम्रो चाहिँ आउटर मोस्ट अर्बिटमा एउटा मात्र इलेक्ट्रोन छ, ठीक छ। अब चाहिँ कुनै पनि एटम चाहिँ केमिकल रिएक्सनमा जाने किन हो? स्टेबल हुन हैन। यदि अलरेडी स्टेबल छ भने केमिकल रिएक्सनमा पार्ट लिनै पर्दैन। जस्तै मलिक्युल हैन, मलिक्युल आर द smallest part हैन, smallest part or we can say the combination of atom or atom which exist independently in nature। नेचरमा इन्डिपेन्डेन्ट हुन्छ। किन हुन्छ भन्दाखेरि यो एटमहरु कम्बाइन भएर बसेको छ, केमिकल रिएक्सन गरेर अलरेडी बसेको छ, जसले गर्दा यो स्टेबल हुन्छ। यसले केमिकल रिएक्सनमा पार्ट लिँदैन। पार्ट नलिनु भनेको के हो? नाइदर इट लुजेस नर गेन। न यसले इलेक्ट्रोन दिन्छ न इलेक्ट्रोन लिन्छ, त्यो स्टेबल हो। त्यो स्टेबल कन्डिसन कति बेला हुन्छ भन्दाखेरि हैन, हिलियमको केसमा आउटर मोस्ट अर्बिटमा यदि दुईटा इलेक्ट्रोन छ भने यो फुलफिल्ड भयो। यो के भयो? फुलफिल्ड भयो है। त्यसले गर्दाखेरि यसले चाहिँ अब न कसैलाई दिन्छ इलेक्ट्रोन न कसैबाट लिन्छ, यो अलरेडी फिल छ हैन। अब त्यस्तै गरेर अब अरु इलेक्ट्रोनहरुको केसमा पनि अब के हुनु पर्यो भन्दाखेरि आउटर मोस्ट अर्बिटमा हेर्ने। यदि आउटर मोस्ट अर्बिट चाहिँ एम्प्टी छ हैन, आउटर मोस्ट अर्बिटलाई चाहिँ हामीले एम्प्टी गराउने कोसिस गर्ने, किनकि यो एम्प्टी हुने बित्तिकै अर्को हो त्यो भन्दा तल्लो जुन एनर्जी लेभल छ, त्यो भन्दा सानो जुन अर्बिट छ त्यो अर्बिट त फुलफिल्ड हुन्छ हैन। त्यसकारणले के भन्ने भन्दा आउटर मोस्ट अर्बिट कि त फुलफिल हुन पर्यो कि जीरो हुन पर्यो, कि जीरो हुन पर्यो, या त फुलफिल्ड या जीरो हैन। आइदर द आउटर मोस्ट अर्बिट अफ एन एटम बी फुलफिल्ड और जीरो इलेक्ट्रोन्स टु बिकम स्टेबल एटम है। स्टेबल हुनको लागि चाहिँ कि त फुलफिल हुनु पर्यो कि जीरो हुनु पर्यो। र यही फुलफिल हुनको लागि या जीरो हुनको लागि कतिवटा इलेक्ट्रोन दिन्छ या कतिवटा इलेक्ट्रोन लिन्छ हो, त्यसबाट पनि हामीले भ्यालेन्सी जान्न सकिन्छ। अब एउटा चाहिँ सिम्पल मैले चाहिँ एउटा ट्रिक बताउँछु सम्झिनलाई। लास्टमा चाहिँ एउटा इलेक्ट्रोन छ है। अब मैले चाहिँ के भनेछु? आइदर इट विल बी फुलफिल। अब यो फुलफिल हुनलाई कि त 8 वटा इलेक्ट्रोन्स हुनु पर्यो हैन, अथवा कि त के हुनु पर्यो भन्दाखेरि चाहिँ जीरो हुनु पर्यो। अब यसले के गर्छ हैन, यसले एउटा इलेक्ट्रोन लुज गर्दा सजिलो हुन्छ कि 7 वटा इलेक्ट्रोन गेन गर्दा सजिलो हुन्छ? अब्भियसली 7 वटा गेन गर्दा गाह्रो हुन्छ। त्यही भएर एउटा के गर्दा लुज गर्दा सजिलो हुन्छ है। एउटा लुज गर्दा के हुन्छ त? सजिलो हुन्छ। र एउटा इलेक्ट्रोन यसले लुज गर्छ है, एउटा इलेक्ट्रोन लुज गर्छ। सो भ्यालेन्सी इज 1। अब यहाँ हेर्नु 7। अब मैले के भनिसकेको छु भन्दा सेल कि त अक्टेट स्टेटमा हुनु पर्यो, 8 वटा हुनु पर्यो, फुलफिल्ड हुनु पर्यो कि त जीरो हुनु पर्यो।
अब यो 0 हुनलाई 7 लुज गर्न पर्छ हैन, तर 8वटा हुनको लागि एउटा इलेक्ट्रोन चाहिँ के गर्नुपर्छ, गेन गर्नुपर्छ। व्हिच वान विल बी इजियर? सजिलो के हुन्छ त? अब्भियसली हामीलाई एउटा लिनलाई सजिलो हुन्छ, 7वटा दिन त गाह्रो हुन्छ हैन। त्यस कारणले गर्दाखेरि एउटा एटमलाई एउटा लिन सजिलो भयो, बल्कि 7वटा दिन। त्यस कारणले यसको पनि भ्यालेन्सी हुन्छ 1। अब लास्ट अर्बिटमा हेरौँ, लास्ट अर्बिट अफ सी को लास्ट अर्बिटमा 8 इलेक्ट्रोन छ। 8 भनेको यो अलरेडी फुलफिल्ड स्टेट हो। फुलफिल्ड स्टेट हो भने स्टेबल छ हैन। नाइदर इट लुजेस नर गेन, नाइदर इट लुजेस नर गेन। न त यसलाई कतैबाट केही इलेक्ट्रोन ल्याउन छ, न यसलाई कसैलाई दिनु छ, किनकि अलरेडी फुल भएर बसेको छ है। द्याट्स वाइ इट्स भ्यालेन्सी इज 0। यसको भ्यालेन्सी चाहिँ के हुन्छ? 0। भ्यालेन्सी कति हुन्छ त? 0। यसरी चाहिँ हामीले चाहिँ भ्यालेन्सी जान्न सकियो। ओके, अब फोर्थ क्वेसन चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हैन, कम्बाइन A and B and write the name of compound formed by this combination। यो कम्बिनेसनबाट कुन कम्पाउन्ड बन्छ त? त्यो कम्पाउन्डको हामीलाई नाम लेख्न भनेर सोध्न सक्छ। यसको लागि ए नम्बरको एलिमेन्ट के हो? पोटासियम हो। के हो त? पोटासियम हो। बी नम्बरको एलिमेन्ट के हो? क्लोरिन हो हैन। अब यसको भ्यालेन्सी कति हो? यसको भ्यालेन्सी हो 1। यसको भ्यालेन्सी 1। अब क्लोरिनको भ्यालेन्सी कति हो? क्लोरिनको भ्यालेन्सी पनि हो 1, किनकि पोटासियम मेटल हो, यसले एउटा इलेक्ट्रोन लुज गर्छ आउटर मोस्ट अर्बिटमा हैन भएको। अब क्लोरिनको आउटर मोस्ट अर्बिटमा 7वटा हुन्छ, त्यस कारणले यसले एउटा इलेक्ट्रोन गेन गर्छ। सो यसको भ्यालेन्सी हो। अब यसलाई चाहिँ हामीले क्रिस क्रस मेथडबाट लेख्न सकिन्छ। पोटासियमको सिम्बल हुन्छ के, क्लोरिनको सिम्बल हुन्छ Cl। अब यसको माथिपट्टि यसको भ्यालेन्सीहरू लेखौँ। पोटासियमको भ्यालेन्सी हुन्छ 1, क्लोरिनको भ्यालेन्सी पनि हुन्छ 1। अब यो सबैलाई हामीले क्रिस क्रस गर्दा के लेख्न सकिन्छ? KCl है। हामीले चाहिँ यो तल 1 1 जुन छ यसलाई चाहिँ हामीले लेख्नु पर्दैन, यो फर्मेसन हुन्छ KCl। यसको नाम के हो? पोटासियम क्लोराइड। यसरी चाहिँ हामीले के गर्न सकियो त? यसरी हामीले म्याटरको सल्युसन गर्न सकियो। अझै पनि भ्यालेन्सीमा केही चाहिँ गाह्रो लागिरहेको छ भने म एउटा चाहिँ अब इजी ट्रिक बताउँछु है। त्यो ट्रिकबाट चाहिँ भ्यालेन्सी सम्झिन अलिकति सजिलो पनि हुन्छ। अब हामीले लेखौँ फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ, सिक्स्थ, सेभेन्थ अनि 8th भनेर लेखौँ। हामीले 8वटा ग्रुप लेखौँ। अब हामीलाई थाहा छ एलिमेन्टहरू अल्फा, हामीलाई चाहिँ सिरियली थाहा छ एटोमिक नम्बर वाइज। फर्स्ट इज हाइड्रोजन, सेकेन्ड इज हिलियम। ओके, पहिलो हाइड्रोजन फर्स्टमा, त्यसपछि हिलियम लास्टमा। अब लिथियमबाट लस्कारै लेख्दै जाने, लिथियम, बेरिलियम, बोरोन, कार्बन, नाइट्रोजन, अक्सिजन, फ्लोरिन, नियोन, सोडियम, म्याग्नेसियम, अल्मुनियम, सिलिकन, फोस्फोरस, सल्फर, क्लोरिन, आर्गन, पोटासियम, क्याल्सियम। यसरी चाहिँ हामीले लेख्न सकियो। अब लेखिसकेपछि जुन फर्स्ट ग्रुपमा रहेको एलिमेन्टहरू छ यसको भ्यालेन्सी हुन्छ 1, सेकेन्ड ग्रुपमा रहेको एलिमेन्टको भ्यालेन्सी हुन्छ 2, थर्ड ग्रुपमा रहेको एलिमेन्टको भ्यालेन्सी हुन्छ 3, फोर्थ ग्रुपमा रहेको एलिमेन्टको भ्यालेन्सी हुन्छ 4। त्यसपछि अब घट्दै जान्छ फेरि है। 5 ग्रुपमा रहेको एलिमेन्टको भ्यालेन्सी कति हुन्छ त? यसको हुन्छ 3, किनकि 1 2 3 भनेको यो के हो? मेटल हो। 1 2 3 भनेको मेटल हो। मेटलले लुज गर्छ, के गर्छ गरे? इलेक्ट्रोनलाई लुज गर्छ है। इलेक्ट्रोन लुज गर्छ भनेपछि एउटा लास्ट सेलमा एउटा इलेक्ट्रोन छ, एउटा लुज गरिदिन्छ, दुईटा छ, दुईटा लुज गरिदिन्छ, तीनटा लुज गरिदिन्छ। अब यदि 4वटा छ भने के गर्छ त? 4वटा लुज गर्न पनि सक्यो, 4वटा गेन गर्न पनि सक्यो। त्यही भएर यसको 4 को 4 हुन्छ
र यदि चाहिँ 5 वटा इलेक्ट्रोन छ भने अब यसलाई 5 वटा लुज गर्न गाह्रो हुन्छ। यो चाहिँ के हो त नन मेटल हो। यो तीनटा चाहिँ के हो नन मेटल हो है। नन मेटलको चाहिँ प्रपर्टी के हुन्छ गेन गर्ने प्रपर्टी हुन्छ। 5 वटा छ अब 8 वटा बनाउनलाई 3टा गेन गर्छ यसले 3 भ्यालेन्सी। त्यसपछि यो 6th ग्रुपको चाहिँ भ्यालेन्सी 2, 7th ग्रुपको भ्यालेन्सी हुन्छ 1, 8th ग्रुपको भ्यालेन्सी 0 किनकि 8 भनेको अलरेडी फुलफिल्ड स्टेट हो। यसमा चाहिँ के हुन्छ त यसमा चाहिँ कुनै पनि इलेक्ट्रोन लिने वा दिने गरिदैन। त्यसकारणले गर्दाखेरि यो चाहिँ के हो त 0 भ्यालेन्सी। यसरी हामीले चाहिँ जान्न सकियो। आई होप दैट यु हैव अंडरस्टुड। अब यस्तो यो तरिकाले चाहिँ अब सक्ने हो गर्ने हो भने प्र्याक्टिस गर्ने हो भने एकदमै सजिलो छ, गाह्रो छैन। अनि त्यसपछि चाहिँ हैन सबैलाई मैले चाहिँ स्टुडेन्टहरुलाई चाहिँ अल द बेस्ट भन्न चाहन्छु। साथै यो भिडियो हेरिसकेपछि यो भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। यस्तै भिडियोको लागि स्टे ट्युन्ड। ओके, थ्यांक यू।